महानुभावहरू चौथो सेटमा छौँ हामी। फाइनल खेलको एक सेट जितेर बचाएको छ टिपटप हेल्प नेपालले आफूलाई। यदि यो मौका पनि गुमाउँछ भने गण्डकी प्रदेशले त्यसपछि गाह्रो हुनेछ। यहाँ मुबासर राजा वाटु सर्भिसरहरू गर्न पुगेका छन्। खाता खोलेको छ गण्डकीले यो सेटमा पनि। टिपटप हेल्प नेपालले अझै पनि यो सेट पनि जित्नै पर्ने हुन्छ। अदनान खानको सर्भिस, माझहरको प्रहार फर्स्ट लाइनमा टार्गेट गरेका थिए। निकै नै राम्रो तरिकाले स्प्लिट गरे, ब्रिज गरे ब्लकलाई माझहरले। के माझहर चल्ला नि यो सेटमा? के उनको सेट हो यो? यमबहादुर छेत्री सर्भिसमा के गर्नेछ गण्डकी यो सेटमा? आइमल खानको शट सुरु भइसकेका छन्। अब आइमल खान पुनः एकपटक यो दोस्रो मौका गुमाउन चाहँदैनन् च्याम्पियन बन्ने। बकर माझहर अर्को एकपटक निकै नै आकर्षक यो कर्नर आर्कमा लास्ट जोनको निकै राम्रो तरिकाले गाइड गरेका थिए बललाई अहिले विथ द पावर माझहर अलीले। चान्स थियो मनबहादुर श्रेष्ठले, त्यसमा फिनिस गरे सुकेनन्। कुञ्चनलाई बोलाएका छन् अब सेटर आइमल स्वयंले बोलाएका हुन्। त्यसपछि प्रशिक्षक रमेश केसीले पनि उनलाई नै पठाए। अब राजनको स्थानमा रिसाएर बोलाएका थिए त्यो मधी आइमलले। अर्को एक पटक यसपटक भने चान्स पुरा हुन सकेन। आइमल खान क्रस त गर्नेछन्। चान्स बल टिपटप हेल्प नेपालको लागि। माझहरको सट हुनेछ यो, कसले रोक्ने, कसरी रोक्ने? यस सेटमा पनि पुरा स्टार्ट त गरेको छ टिपटप हेल्प नेपालले नै। खतरनाक सुरुवात, रिसेप्सन एरर भइरहेको छ गण्डकी प्रदेशबाट। मुबासरका वालिद खानका सर्भिसहरू राम्रोसँग उठाउन सकेको छैन। राजन, अदनान, आइमल अझै पनि बिग्रेको छ। फम्बल मिस्टेक। इन्द्रबहादुर बिका र वकार दुईजनाको कम्बिनेसन एरर हेर्न सक्छौँ यहाँ। यो बम्प गर्ने ट्राई गरे इन्द्रले, तर दुवै हात उनको फुत्किन पुग्यो। गण्डकीको लागि त यहाँ पनि राम्रो सुरुवात भएन। टिपटप हेल्प नेपाल यो पोजिटिभ स्टार्टलाई कसरी कन्भर्ट गर्नेछ अन्तिमसम्म? सर्भिसमा वालिद खान, राजन, अदनान आएका छन्। आइमल खानको शट हुनेछ यो, निकै नै पावरफुल, वन्डरफुल आइमल। जब ब्लकरहरू उफ्रेर जहाँसम्म पुग्छन्, जहाँसम्म ब्लकरहरूको लिमिट छ त्योभन्दा माथि त रिच छ आइमलको। माझहर यहाँ पनि प्रहार गरेनन् उनले। आउनेछन् आइमल खान नै पुनः एकपटक, तर विसल छ, अङ्क लिइसकेको छ टिपटप हेल्प नेपालले। टु टच भएको छ वकार मोहम्मदको, टु टच फाउल। माझहर सर्भिसमा, राजन, आइमल खानको प्रहार पुनः एकपटक, अङ्क हुनेछ टिपटप हेल्प नेपालकै। ब्लक गरे मुबासरले। 3-7 4 point lead मा टिपटप हेल्प नेपाल।
अहिले पनि आरामसँग एउटा पोजिटिभ बडी ल्याङ्ग्वेजको साथमा टिपटप हेल्प नेपाल खेलिरहेको छ रिदम सहित। ऐमल यसपटक भने कुनै पनि खेलाडी छैन उनको अगाडि उनलाई रोक्नको लागि। दर्शकहरूको खचाखच उपस्थितिको माझमा ऐमल खान यो सर्भिसको लागि तयार छन्। सन्तोष आउनेछन् मुबासर, जोरदार प्रहार थियो मुबासर राजाको। 4 अङ्कको अग्रता अब टिपटप हेल्प नेपालसँग। अहिले गण्डकीको डिफेन्स कमजोर बन्दै। सन्जु आउनेछन्, चिरणले डिफेन्स गरे, डिफेन्स टाइट राखेको छ भने मुबासर यसको भरपुर फाइदा उठाउँदै। कुनै पनि अवसर छाडिरहेको छैन टिपटप हेल्प नेपाल गण्डकीलाई। अहिले कसैलाई 2 सेटको कहानी टिपटप हेल्प नेपालको पक्षमा। गण्डकीका समर्थकहरू पनि चुपचाप छन् किनकि त्यही प्रकारको स्थिति पनि छ। चिरण सर्भिसमा, ऐमल खानको प्रहार तर लड्न पुगेका छन्, उनको खुट्टामा सायद चोट लागेको छ। निकै नै निराश, कठिनाई, पीडामा छन्, छटपटिरहेका छन् ऐमल खान, एकदमै छटपटिरहेका छन् उनी। यो आशा गरौँ धेरै ठुलो इन्जुरी नहोस्। ऐमल खानको लेग स्ट्रेच गर्ने क्रममा छन्। टिपटप हेल्प नेपाल पनि गएको छ, फिजियो लगायत मेडिकल टिम उपस्थित। यो के यस खेलको सर्वाधिक ठुलो क्षण हुनेछ। ल्यान्डिङमा सायद उनको राइट फुटमा वेट ट्रान्सफर हुन पुग्यो र त्यसपछि पीडामा थियो ऐमल, निकै नै ठुलो पीडामा हेर्न सक्छौँ।
आइमल खान केही इन्जुरी कन्सर्नपछि फेरि उठे। जोरदार स्वागत गण्डकी प्रदेशको भलिबल समर्थकहरूबाट। घाइतेबाग झनै खतरनाक हुन्छ भनिन्छ। घाइतेबागले के आज शिकार गर्नेछ अब। वकार मोहम्मद ब्लक थियो यो। टिपटप हेल्प नेपाल यो सेटमा पनि बलियो पकड जमाएको छ। अब सम्पूर्ण प्रेसर, सम्पूर्ण दबाव गण्डकी प्रदेशमाथि छ। 5-11 दिलकर थापा यो सुपर च्याट हाम्रो खेलकुदलाई। वकार मुबासर यसपटक गण्डकी अङ्क हुनेछ यो। वालिद खान मुबासरको टिपडाउन। अदनान खानसँग केही भलाकुसारी गरे उनले। सायद राइभलरी दुवै टिममा छ यो बुझेका छन्। अङ्क पनि टिपटप नेपालको रह्यो। गण्डकी प्रदेश पछिल्ला 2 सेटमा भने एकाएक फरक टिम बन्न पुगेको छ। डिफेन्सिभली एकदमै कमजोर। मुबासरको सर्भिस शट हुनेछ। वकार मोहम्मदको तरफ बचाइसकेको छ टिपटप हेल्प नेपालले। माझर चान्स बल दिएका छन्। वकार गण्डकीले एक्जिक्युट गर्न सकिरहेको छैन। वकार मोहम्मद अन्ततः तर देख्न सक्छौ त्यो एन्सियस, त्यो नर्भसनेस गण्डकी प्रोभिन्स फिल गरिरहेको छ अहिले। घरेलु समर्थकहरू पनि चुपचाप छन्। मैले भलिबलका समर्थकहरूबाट एउटा यो कुरा पनि कहिले बुझ्न सकेको छैन, चाहे नेपालको खेल होस्, अलिकति प्रेसर बन्ने बित्तिकै झनै सपोर्ट दिनुको साटो साइलेन्ट हुने गरेका छन् उनीहरू। यहाँ पनि अर्को अङ्क हुनेछ। कुञ्चन पुरा नेटको लाइन सेन्टर लाइन क्रस गरेर आए। हेल्प नेपालका समर्थकहरू बाजा गाजा सहित यसको खुसियाली मनाउँदैछन्। वकार अदनान, वकार मोहम्मद अर्को एक जोरदार प्राचौरीबाट 5 अङ्कले पछाडि छ अझै पनि गण्डकी। 5औं सेटमा गएमा त जे पनि हुनसक्छ खेलको नतिजा। यो दोस्रो मौका गण्डकीलाई यो खेल जित्ने, तर दोस्रो मौकामा पनि गण्डकी चुकिरहेको छ। माझर वाउ प्योर म्याजिक। लोग हेर्न सक्छौँ हेल्प नेपाल स्पोर्ट्स क्लबको समर्थकहरू उत्साहमा छन्। बाजा गाजा माझरको त्यो म्याजिकलाई मन पराए समर्थकहरूले। इन्द्र सर्भिसमा वालिद खान, चिरन, इन्द्रबहादुर बिका आउने छन् सन्तोष, तर बाहिरिने उनको प्रहार पनि। के भइरहेको छ पत्तो पाइरहेको छैन गण्डकी प्रदेश। एकाएक यो 2वटा सेटमा गण्डकी प्रदेशले आफ्नो लय गुमाएको छ। पुरा दबाब दिइरहेको छ। आइमल छैनन्, सन्तोषले खेलिरहेका छन् अहिले उनको स्थानमा।
सन्जु विक्रम शाह, शशीले बचाए मुबासरले। मुबासरको प्रहार कसले बचाउने कसले? नो चान्स। च्याम्पियन्स मेन्टालिटी। गण्डकीको गढमा टिपटप हेल्प नेपाल राज गर्ने अवस्थामा छ अब। 9-16 झन्डै डबल लिड पाउने क्रममा छ। हिमाल उनको सिग्नेचर स्पाइकहरू त यो सिजन मिस भए पुरै। अर्को प्रहार मानबहादुर श्रेष्ठको सल्युट अब समर्थकहरूलाई टिपटपका। गण्डकी प्रदेश एकाएक दयनीय अवस्थामा पुगेको छ। टाइम आउट रमेश केसीले लिएका छन् अब। End of the official. बाछर अली सर्भिसमा। रिसिभ पनि बिग्रियो हेर्नुहोस् अब। एकाएक कसलाई विश्वास थियो होला र पहिलो 2 सेट हेर्दा गण्डकी प्रदेश अहिले यो स्थितिमा आउला। त्यो बेलामा जे हालत थियो टिपटप हेल्प नेपालको ठिक उल्टिएको छ अहिले अवस्था परिवर्तन यसलाई भनिन्छ। सन्जुको शट पनि ब्लक थियो मानबहादुर श्रेष्ठबाट। अब जे भइरहेको छ टिपटप हेल्प नेपालको पक्षमा भइरहेको छ। यो टिम अब पुरा आफ्नो च्याम्पियनको रवाफले खेलिरहेको छ। आइमल इन्जर्ड हुनु, गण्डकीले मोमेन्टम गुमाउनु, यो सम्पूर्ण कुराहरू के तर्फ सङ्केत गरिरहेको छ दर्शकवृन्द। ऋषि सापकोटा सुपर च्याट उहाँको गण्डकी प्रदेश स्ट्रगल गरिरहेको बेलामा हाम्रो खेलकुदलाई हिमाल पनि बाहिरिएका छन्। सन्तोष सिरनको क्विक स्पाइक के आइमल खानलाई 5th सेटको लागि रेस्ट गराइएको गण्डकी प्रदेशको त्यो के रणनीति हो त्यो पनि हुन सक्छ, किनकि यो सेट त अब यतिकै पनि चान्स छैन। अड्नान पनि बाहिर छन्, उनी पनि अब रेस्ट गर्नेछन् के 5th सेटको लागि। तयारी त गण्डकी प्रदेशले 5th सेटको गरिसकेको छ। 10 को बदलामा 20 चाहिँ यहाँ स्थिति। 2वटा मौका गण्डकी प्रदेशले गुमायो खेल जित्ने। सन्जु ड्रप गरेका छन् शशीले, जसले केही लम्ब्याउनेछ खेल, त्यसको कुनै अर्थ हुने छैन अब खास यो खेलमा त। यो सेटमा त टिपटपले अब भाषणको कतिखेर जोड्ने भन्ने मात्रै हो। हामी 5th सेटको लागि तयार छौँ यसको मतलब। क्विक स्पाइक बहादुर छेत्रीबाट। मानबहादुर श्रेष्ठ सर्भिसमा। सन्तोष विश्वास अधिकारी एडीको क्विक स्पाइक छ यहाँ। उनले क्विक स्पाइकबाट बरु दुःख दिएका छन्। हिमालले भने यो सिजन त्यति खास आफ्नो क्विक स्पाइकको जादु देखाउन सकेनन्। ब्लक त राम्रै गरे उनले। विश्वास अधिकारी सर्भिसमा। एडीको सर्भिस थियो यो बाहिर छ। गण्डकी प्रदेश अब 5औं सेटको भरोसामा छ। हेल्प नेपालले त्यो बुझेको हुनुपर्छ। यो अङ्क बकार मोहम्मदबाट
सर्वेश्वर अर्तिबसाले मगरको छोडेको छ गण्डकीले बस सेट पोइन्टबाट टिपटप हेल्प नेपाल उत्कृष्ट पुनरागमन च्याम्पियन टिमको डिफेन्डिङ च्याम्पियनले आफ्नो स्ट्याटस देखाएको छ यहाँ साबित गरेको छ पोखराको कपडालमा पहिलो दुईवटा सेट गुमाउँदा पनि विश्वास हारेन यो टिमले इन्द्र क्विक स्पाइक त लगाइरहेका छन् तर अब खास यसको केही अर्थ छैन उनको व्यक्तिगत नम्बर बाहेक अरू केही हुने छैन यो बकार मोहम्मदको सर्भिस हुनेछ जम्प सन्तोषले कहाँ गएर निकाले हेर्नुहोस् यो बल उत्कृष्ट सन्तोष सन्जुको शट ब्लक यस प्रकार फर्किएको छ टिपटप हेल्प नेपाल डुओ टाई सेटमा लगातार पछिल्ला 2 सेटमा जित हासिल गर्न सफल भएको छ डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश सुरुवाती 2 सेटको फरक थियो पछिल्लो 2 सेटमा एकदमै कमजोर रह्यो र च्याम्पियन टिमले कमब्याक गरेको छ अब टुङ्गो लाग्नेछ यो जायन्टहरूको बीचको खेलमा 5औं सेटमा के आइमल कन्टिन्यू गर्न सक्नेछन् के हुनेछ 5औं सेटको कहानी हामी आउनेछौँ एकछिनमा Hotel booking अब eSevaबाट 2000 plus hotels all across Nepal. Hotels with the best pools. Relax, retreat, rejuvenate. Hotels for everyone. Escape to a holiday without the hassle. अब hotel booking पनि eSevaबाट. Mayalu, give me Natana, give me Natana. Doki they tell you Sanjamo Sanga, Doki they tell you Sanjamo Sanga, give me Natana, give me Natana. अब होटल बुकिङ पनि eSevaबाट.
फेरि स्वागत छ दर्शक प्रेम। सुरु हुँदैछ पाँचौं सेट। दुई चिरपरिचित प्रतिद्वन्दी नेपाली भलिबलका दुई महारथीहरूको बीचमा लगातार दोस्रो वर्ष फाइनल भइरहेको छ। यस अगाडिको सिजनमा पनि 2024 को सिजनमा पनि दुवै टोलीले फाइनल खेलेका थिए र टिपटप हेल्प नेपालले हराएको थियो गण्डकी प्रदेशलाई। गण्डकी त्यति बेला भारतीय खेलाडी सम्मिलित थियो, उख्रा पाण्ड्यान लगायतको टिम। यस वर्ष पनि पाकिस्तानी खेलाडीहरू आबद्ध गरेको छ दुवै टिमले। र फिफ्थ सेटको स्टार्ट हुनेछ अदनान खानको सर्भिससँगै। पाँचौं सेट मोमेन्टमको सेट हो, यहाँ चाहिँ पनि हुनसक्छ। माछर सुरुवात गर्नेछन्, बचाउन सक्ने छैन गण्डकी। टिपटप हेल्प नेपालको लागि ग्रेट स्टार्ट पाँचौं सेटमा। ऐमल खान फर्किने त फर्किएका छन् कोर्टमा, तर उनको खुट्टामा अझै पनि त्यो डिस्कम्फर्ट देखिरहेका छौँ हामी उनको हिँडाइमा। माछर सर्भिस उनको, रासन अदनान खान, वकार मोहम्मदको कडा प्रहार। एक को बराबरीमा सर्भिस वकारकै। डिफेन्स कसले राम्रो गर्छ त्यही यो फरक अब यहाँ। यम बहादुर छेत्री, उनलाई कसै खेलाडीले चेक पनि गर्न गएनन्, त्यति क्विक थिए उनी। मिडल ब्लकर गण्डकी प्रदेशकै पूर्व खेलाडी। दुई एक। ऐमल खान ब्लक, उत्कृष्ट ब्लक सिरन र मुबासरको डबल ब्लक। ऐमल खान सङ्केत गण्डकी प्रदेशको लागि त्यति राम्रो देखिएको छैन। यो गण्डकी प्रदेशको खराब सुरुवात भन्न सक्छौँ पाँचौं सेटमा। के हट ब्रेक भएर जानेछन् हजारौं दर्शकहरू। यम बहादुर छेत्रीको सर्भिस, अदनान खान, ऐमल अर्को एकपटक असफल। ऐमल अझै पनि सम्हालिरहेका छन् उनी टिमलाई। 4-1 को छ अग्रता टिपटप हेल्प नेपालसँग। टाइम आउट गण्डकी प्रदेशबाट। र त्यसकारण जब मौका थियो तेस्रो सेटमा खेल जित्ने, त्यहाँ लुज गर्नु हुँदैन थियो टिमले। त्यसपछिका दुईवटा मौका त गुमाउनु पुग्यो। सोचो सेटमा जित्न सक्थ्यो आजको यो फाइनल। गण्डकीका समर्थकहरू उठिसकेका छन्, आधाले त बाटो छाडिसकेका छन्। हेरौँ यी समर्थकहरू यो गर्मीमा अहिलेसम्म खादिएर जसरी बसेका थिए, जसरी यो पाँचौं सेटले झलक देखाएको छ, उनीहरूलाई पनि विश्वास छैन। अब आधा ढोकासम्म पुगिसकेका छन्। एक दुईवटा अङ्कहरू घर फर्किनेछन् उनीहरू पनि। यम बहादुर छेत्रीको सर्भिस हुनेछ। सन्जुको सट, ओ यहाँ बने अनलकी हुनेछ टिटिएस, किनकि मानबहादुरको टाउकोमा लागेर आइडिया नै थिएन कसैलाई। बाहिरियो बल हेर्न सक्छौँ हामी रिप्लेमा पनि। यहाँ ब्लक गर्यो, त्यसपछि मानबहादुर सायद वलिदको लागि छोड्ने क्रममा उनी डक गर्न चाहन्थे, त्यही बेलामा उनको टाउकोमा लाग्दै बल बाहिरियो। माछर, मुबासर राजा, वन्डरफुल हिट, स्पेक्टाकुलर। गण्डकी प्रदेश तहस नहस अब। अनुहार गम्भीर, चिन्तित, पीडा। मुबासर राजाको यस प्रहारसँगै टिपटप हेल्प नेपालका समर्थकहरू भने नाचगानमा व्यस्त छन्। भलै सङ्ख्यामा कम हुन् उनीहरू, तर हो हल्ला उनीहरूको ठुलो छ। मानबहादुर श्रेष्ठ सर्भिसमा। अदनान खान, सन्जु अङ्क दिलाएका छन् क्याप्टेनले।
माछर मुबासर उनलाई त अब अनस्टपेबल मोड स्विच अन भइसकेको छ मुबासर राजाको। जय आइमलले गर्थे काम त्यो टिपटप हेल्प नेपालको लागि गरिरहेका छन् मुबासर राजा। अन्तत च्याम्पियन टिम आफ्नो क्वालिटी दर्शाएरै छाडेको छ आज। तीन अङ्कको अग्रता पाँचौँ सेटमा। 2 अङ्कपछि कोर्ट चेन्ज हुनेछ। मुबासरको सर्भिस एरर। सन्जुको सर्भिस रह्यो। मुबासर माछर ट्रिपल ब्लकमा भाग्यले पनि साथ दिएको छ। रोल आउट हुन पुग्यो ब्लक। हेल्प नेपाल डिफेन्डिङ च्याम्पियन टाइटल डिफेन्ड गर्ने आफ्नो लक्ष्यको साथ डटिरहेको देखिन्छ र केही साथ पनि। सिरन खड्काको सर्भिस। कुञ्चन राजन थिए। वकार अङ्क दिलाउने सरुनी। वकार मोहम्मद आइमल खान यो सेटमा 2 पटक उनी चल्न सकेनन्। अब के फेरि उनलाई ल्याउनु पर्नेछ यस गेममा। 2 अङ्कले अगाडि छ टिपटप हेल्प नेपाल। 15 अङ्कको खेल हुनेछ यो। माछर माछरको अर्को एउटा शट। माछर स्पेशल। कोर्ट चेन्ज हुनेछ। पहिलो 8 अङ्क छोएको छ टिपटप हेल्प नेपालले। हेर्न सक्छौँ इन्द्रबहादुर विकर रहेका थिए सँगसँगै अदनान खान। असफल उनीहरू माछरलाई रोक्न ट्रेस गर्न। 3 अङ्क अब। सर्भिसमा वालिद खान। सन्चुको रिसिप्सन त्यति कम्फर्टेबल छैन। वकारको शट छ अङ्क गण्डकीको लागि तर यसले मात्र इनफ हुने छैन। यो पर्याप्त भने होइन। लगातार चाहिनेछ। 2 अङ्क त लगातार बराबरी गर्नकै लागि मात्र। त्यसपछि अझ बाँकी। अदनान खान सर्भिसमा। माछर वालिद खान। माछरको शट पुनः अर्को अङ्क टिपटप हेल्प नेपालको। डिफेन्स चाहिएको छ गण्डकीलाई। कसले दिलाउने त्यो डिफेन्स? कसले रोक्ने 1-2 ठुला शट? अहिलेसम्म त कोही पनि देखिएका छैनन् आसपास। वकार आइमल खान निकै नै राम्रो शट छ यो। उनको खुट्टा अझै पनि त्यति फिट छैनन्। डिस्कम्फर्ट उनको लेगमा। नेपालका फ्यानहरू कन्सन्ट्रेसन भङ्ग गर्न खोजिरहेका छन्। जम्प सर्भिस यसबीचमा वकारको भने आएका छन्। मुबासर क्रस कोर्ट फ्यान्टास्टिक। मुबासर राजा क्या खेले उनले पछिल्ला 3 सेट। कम्प्लिटली टर्न द टाइड। यस खेलको ज्वालामुखी उनले नै विस्फोट गराएका छन्। अब अन्तिममा चान्स बल मुबासरकै अर्को एक पटक। गण्डकी प्रदेशका समर्थकहरू अब भने बाटो तताइसकेका छन्। फर्किसकेका छन् यो गर्मी माहौलबाट। अब विश्वास छैन उनीहरूलाई। लेफ्ट ह्यान्डले पनि मुबासर यसरी
स्पाइक पुरा गर्छन् भने त अब केही सम्भावना छैन गण्डकी प्रदेशलाई। टाइम आउट हो यो गण्डकीको। 4 अङ्क टाढा छ टिपटप हेल्थ नेपाल। हेर्न सक्छौँ ब्याकग्राउन्डमा समर्थकहरू बाहिरिने क्रम हेर्न सक्छौँ। यो फ्यानहरूको अविश्वास आफ्नो टिमप्रति अब, किनकि यहाँबाट 4 अङ्क मात्रै छ च्याम्पियन बन्नको लागि टिपटप हेल्थ नेपाललाई। सन्जुको सट केही हदसम्म रोक्नेछ यो सिलसिला, तर सर्भिस त अब फेरि गण्डकीकै हो। यदि डिफेन्स छैन भने कसरी रोक्ने, डिफेन्सले रोकेन भने एडभान्टेज कसरी लिने। टिपटप हेल्थ नेपालको टाइम आउट। सर्भिस विपक्षको सन्तोष, यस पटक पनि ब्लकलाई प्रेस गरेका छन् मुबासर राजा वाटुले। हिमाल र सन्जु थिए, डिफेन्स गर्न सकेन भने त गाह्रो थियो। पछिल्ला 3 सेटको सिलसिला त्यही हो, कमजोर डिफेन्स गण्डकीको, कमजोर ब्लक। माझर हेर्न सक्छौँ उनको सिरियसनेस थोरै गाह्रो भइरहेको छ गर्मीको कारण। पुल डाउन हुन चाहिरहेका छन् र चाँडोभन्दा चाँडो अब यो खेललाई अन्त्य गर्न चाहन्छ टिपटप हेल्थ नेपाल। अदनान खान छैन, ऐमल खान नेटमा प्रहार गर्न पुगे। मात्र 2 अङ्क टाढा टिपटप हेल्थ नेपाल च्याम्पियन बन्नबाट। ऐमल खानले पनि नेटमा प्रहार गरे, किनकि त्यति फिट छैनन्। गण्डकी प्रदेश 3 चोटि मौका पायो तर 3 पटक विफल यो खेल जित्नको लागि। 2 सेट जितिसकेपछि सायदै कुनै टिमले गल्ती गर्छ। अब भने केवल केही औपचारिकता बाँकी, औपचारिकता बाँकी छ। हेल्थ नेपालका समर्थकहरू नाचगानमा झुमिसकेका छन्। गण्डकी प्रदेशका समर्थकहरूले ठाउँ छोडिसकेका छन् निराश हुँदै एकपटक फेरि पनि एनबिए लिगको लगातार दोस्रो संस्करणमा। गण्डकी प्रदेशमाथि कोही वाल बनेर बसेको छ, कोही पर्खाल बनेर उभिएको छ भने गण्डकी र ग्लोरीको बिचमा त्यो हो टिपटप हेल्थ नेपाल। हिमाल यो प्रतियोगिता उनको लागि खास गएन। मुबासर म्याच पोइन्ट, टिपटप हेल्थ नेपाल च्याम्पियन बनेको छ लगातार दोस्रो पटक। एनबिए लिग 2025 को यो संस्करणको विजेता च्याम्पियन अफ एनबिए टिपटप हेल्थ नेपाल फाइनलमा गण्डकीलाई हराएको छ। अर्को एक